हजुर हजुर नमस्कार। नमस्कार। हजुर के गर्न आउनु भएको यहाँ? म मेरो शरीरको जुन आँखा छ मुख्य हजुर हजुर मेरो मृत्यु पश्चात चाहिँ अब काम लाग्दैन, हजुर तर अरूको लागि त काम लाग्छ त्यही दिन आएको। तर बाइदिवे म मृत्यु पछि मेरो आँखा निकाल्नु भयो भने बिस्तारै निकाल्नु। हजुरहरू पनि आँखा दान गर्नै आउनु भएको हो? ए बुवा हजुरको कहाँ हो घर? घर कहाँ हो? हाम्रो कनपातिन सुरुङ्गा हो। हजुर हाम्रो मरणोपरान्त हजुर चलेर जाने आँखा, नष्ट हुने आँखा, हामी कसैको आँखाको ज्योति बन्न सकौँ भनेर हामीले आँखा दान गर्नका लागि हामी यहाँ आएका छौँ। हजुरहरूको सम्बन्ध के हो? हामी श्रीमान श्रीमती हौँ। दुवैजनाले दान गर्नुभयो? हामी दुवैजनाले आँखा दान गरेका छौँ। ल धेरै धेरै धन्यवाद हजुरहरूलाई। हजुरहरूको जस्तो सोच सबैमा हुनपर्छ। हजुर पनि बुवा आँखा दान गर्न आउनु भएको? ल धेरै धेरै धन्यवाद। यसरी आफूलाई काम नदिने चिज किन लिएर जाने, किन नष्ट गर्ने, त्यही त काममा आओस्, हामीले दिन सिकौँ, हजुर अर्कालाई दिएर खुसी हुन सिकौँ भन्ने मेरो धारणा। ल एकदमै धेरै धन्यवाद हजुरहरूलाई। एकदमै धेरै महादान धन्यवाद। आँखा दान महादान।